नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ। देश संघीय शासन प्रणालीमा गइसकेकाले संघीय संरचनाको वस्तुगत धरातलमा आधारित रही गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्वसुलभ पहुँचमा पुर्याउनु राज्यको दायित्व हो। नेपालमा 17औं शताब्दीमा सिंहदरबार वैद्यखानाको स्थापना भएसँगै आयुर्वेद उपचार पद्धतिको विकास भएको पाइन्छ। विक्रम सम्वत 1947 सालमा वीर अस्पतालको स्थापना भएसँगै नेपालमा आधुनिक चिकित्सा पद्धतिको संस्थागत विकास भएको हो। समग्रमा भन्ने हो भने आयुर्वेद चिकित्सा पद्धतिलाई मातृविज्ञानका रूपमा लिइन्छ, जुन पद्धति आज पर्यन्त बहुउपयोगी रहेको छ। मुलुकमा संघीयतापछि स्थानीय तह र प्रदेश सरकारले पनि स्वास्थ्य लगायतका सेवालाई जिम्मेवारी वहन गरेसँगै आम नागरिकले सहज रूपमा स्वास्थ्य सेवा लिइरहेका छन्। गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्धन गरी सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउन सरकार लागि परेको छ। यसै क्रममा बारादशी गाउँपालिकाले पनि आफ्ना नागरिकलाई सरल र सहज ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउन तल्लीन देखिन्छ। म सर्वप्रथम त आयुर्वेद शाखालाई धन्यवाद दिन चाहन्छु, जुन जटाशङ्करज्यू यस्तो लाग्नु भएको छ हाम्रो बारादशी गाउँपालिकामा। 7 वार्डमा उहाँले यो वर्ष पनि 1 शिविरहरू सञ्चालन गरेर सम्पन्न गरिसक्नु भएको छ र यो गत वर्ष हामीले यो एक स्वास्थ्य शिविर वार्ड नम्बर 7 मा गोरुशङ्कर माविमा आयोजना गरेका थियौँ। मैले नै जटाशङ्कर सरलाई अब हामीले एकपल्ट भागडुवा गर्नुपर्छ, यो माथि राजगढ डाइबेरी मात्रै गएर हुँदैन, भागडुवाका जनताहरू बिरामीहरू माथिसम्म आउन सक्नुहुन्न, उहाँहरूलाई सेवा त्यही दिनुपर्छ भनेर मैले उहाँलाई भनेर मैले राख्न लागेको हो र म जटाशङ्करज्यूलाई धन्यवाद दिँदै र फेरि यो आयुर्वेद शाखाले यो जेठको पहिलो हप्तामा ज्येष्ठ नागरिकसँग पनि हामीले एउटा कार्यक्रम राखेका छौँ। अध्यक्ष उपाध्यक्ष ज्येष्ठ नागरिकको घर घरमा भन्ने हामीले कार्यक्रम छ र त्यो कार्यक्रम पनि यो जेठको पहिलो हप्ताबाट आयुर्वेद शाखाले प्रत्येक वार्डमा गएर त्यहाँका ज्येष्ठ नागरिकहरूलाई सेवा सुविधा दिनेछ भन्ने मैले विश्वास लिएको छु। बारादशी गाउँपालिकाले आधुनिक चिकित्सा प्रणालीसँगै आयुर्वेद उपचार पद्धतिको विकासका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको छ, जसका कारण बारादशी गाउँपालिकावासीले सहज रूपमा आयुर्वेद स्वास्थ्य सेवा लिइरहेका छन्। आर्थिक वर्ष 2081-82 मा बारादशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले अनुकरणीय काम गरेको पाइएको छ। सीमित स्रोत र साधनको उपयोग गर्दै बारादशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले हालसम्म महत्त्वपूर्ण 11वटा कार्यक्रम सम्पन्न गरेको छ। बारादशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले हालसम्म गरेका कार्यक्रमहरू: वडा स्तरीय ज्येष्ठ नागरिक प्रवर्धन कार्यक्रम, निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर कार्यक्रम, आयुर्वेद तथा स्वास्थ्य जीवनशैली अभिमुखीकरण कार्यक्रम, गाउँघर तथा शहरी स्वास्थ्य क्लिनिक कार्यक्रम, राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी दिवस, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको रक्त समूह परीक्षण, शिक्षक तथा विद्यार्थीलाई प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, वडा स्तरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन, ज्येष्ठ नागरिकसँग भेटघाट कार्यक्रम, नागरिक आरोग्य कार्यक्रम, स्तनपायी 200 आमाहरूलाई दुग्धवर्धक औषधि वितरण गर्दै आयुर्वेद स्वास्थ्य शाखाले 7500 जनालाई ओपिडी र 422 जनालाई ल्याब सेवा प्रदान गरेको छ। प्रदान गरिएका सेवामध्ये निःशुल्क स्वास्थ्य परीक्षण, प्रयोगशाला जाँच, निःशुल्क औषधि वितरण लगायत छन्। बारादशी गाउँपालिकाबाट हामी विभिन्न स्वास्थ्य, त्यसैगरी शिक्षा, त्यसैगरी विभिन्न सेवाहरू दिन्छौँ। त्यो सेवा दिँदाखेरि केही न केही क्षेत्र छुटिरहेको छ र त्यो क्षेत्रका नागरिकहरूले केन्द्रीकृत ठाउँमा रहेको सेवा प्रवाह गर्ने संस्थाबाट चाहिँ सेवा लिन सक्नु भएको छैन भनेर चाहिँ हामी शिविर सञ्चालन गर्छौँ। त्यो बारादशी गाउँपालिकाले पनि आयुर्वेद शाखाले यो भागोडुब्बामा अन्यत्र गएर आफ्नो स्वास्थ्य सेवा, आफ्नो स्वास्थ्य जाँच गराउन नसक्नुभएका र आफूसँग स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि रकम अभावको कारणले गर्दाखेरि आफूमा भएको रोगको पहिचान र निदान गर्ने बारे उहाँहरूले सोच्दै पनि त्यो अवसर नपाउनु भएका नागरिकहरू र समग्र अन्यत्र स्वास्थ्य सेवा लिनुभए तापनि थप आफ्नो स्वास्थ्यको बारेमा अपडेट लिन चाहनुहुने नागरिकहरूको लागि यो कार्यक्रम आयोजना गरेको र यो अन्यत्र सेवा लिन नसक्नुभएका, गाउँपालिकासम्म आउन नसक्नुहुने र यसबाट सुविधा पुग्नुपर्ने सम्पूर्ण नागरिकहरूलाई आज यो कार्यक्रमबाट सेवा दिन सकियोस् र अझै पनि हामीसँग समय छ। हामी यहाँको जनप्रतिनिधिहरू, यहाँको स्थानीय नागरिकहरू पनि छौँ। हामी उहाँहरूलाई अझै खबर गर्न सकिन्छ र बढीभन्दा बढी लाभग्राही चाहिँ आज यहाँबाट चाहिँ सेवा लिन सक्नुहोस्
भन्ने शुभकामना दिँदै वडा स्तरीय ज्येष्ठ नागरिक प्रवर्धन कार्यक्रम। यो कार्यक्रम सञ्चालनपछि 450 जना ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित भएका थिए, जुन कार्यक्रम 2082 साल जेठ 4 गतेबाट जेठ 13 गतेसम्म सञ्चालन गरिएको थियो, जहाँ ज्येष्ठ नागरिकहरूले स्वास्थ्य परीक्षण, प्रयोगशाला जाँच सेवा र निःशुल्क औषधि वितरण गरिएको छ। निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर 2082 साल जेठ 6 गते बारादशी गाउँपालिका 3 स्थित पशुपति माध्यमिक विद्यालय राजगढमा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर कार्यक्रम अर्को महत्त्वपूर्ण कार्यक्रम हो। यो कार्यक्रम अन्तर्गत 350 जना सेवाग्राहीले ओपीडी सहित भिडियो एक्सरे, प्रयोगशाला जाँच, फिजियोथेरापी, नाक कान घाँटी, आँखा जाँच, दाँत तथा मुख परीक्षण लगायतका सेवा लिएका थिए, जहाँ निःशुल्क औषधि समेत वितरण गरिएको थियो। आयुर्वेद तथा स्वास्थ्य जीवनशैली सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम राजगढ सामुदायिक सिकाइ केन्द्रमा आयोजना गरिएको यो कार्यक्रम बारादशी गाउँपालिका भित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति लक्षित थियो, जुन कार्यक्रम मार्फत 80 जना व्यक्ति लाभान्वित भएका छन्। अपाङ्गता भएका व्यक्तिहरूलाई स्वास्थ्य सेवाको विषयमा जानकारी दिँदै आयुर्वेद औषधिको प्रयोग र यसको महत्त्वको विषयमा प्रकाश पारिएको थियो। गाउँघर तथा शहरी स्वास्थ्य क्लिनिक कार्यक्रम पछिल्लो समय नसर्ने रोगीका बिरामी बढ्दै गएपछि यसलाई रोकथाम तथा उपचारका लागि बारादशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले छुट्टै रणनीति अवलम्बन गरेको छ, जसमध्ये नसर्ने रोग व्यवस्थापन कार्यक्रम समुदाय स्तरमा पुर्याउन आयुर्वेद शाखाले पालिकाभित्र रहेका 7वटा वडामा कार्यक्रम सम्पन्न गरेको छ, जस अन्तर्गत वडा नम्बर 1 मा महिनाको 10 र 25 गते तथा वडा नम्बर 6 मा 5 र 20 गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ, जुन कार्यक्रमबाट 600 भन्दा बढी लाभान्वित भएका छन्। राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी दिवस आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जन्म जयन्ती आयुर्वेद चिकित्सा विज्ञानका लागि आफैमा महत्त्वपूर्ण दिन हो। यो दिन हरेक वर्ष बारादशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले फरक फरक कार्यक्रमको आयोजना गर्दै मनाउने गरेको छ। यो वर्ष राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेड क्रस सोसाइटी भद्रपुर झापाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा 45 जनाले रक्तदान गरेका थिए। रक्तदान गरेका सबैलाई प्रमाणपत्र समेत वितरण गरिएको छ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त परीक्षण कार्यक्रम झट्ट सुन्दा यो कार्यक्रम सामान्य लागे पनि बारादशी गाउँपालिकामा यो कार्यक्रम निकै प्रभावकारी छ। सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा 7 देखि माथि कक्षा 12 सम्मका सबै विद्यार्थीको रक्त परीक्षण गर्दै उनीहरूको ब्लड ग्रुप छुट्याइएको छ, जसका कारण भविष्यमा हुन सक्ने सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरणमा सहज हुने अपेक्षा राखिएको छ। 16वटा सामुदायिक विद्यालयमा अध्ययनरत 1200 विद्यार्थीको ब्लड ग्रुप छुट्याउँदै उनीहरूलाई कार्ड समेत वितरण गरिएको छ। विद्यालयका शिक्षक तथा विद्यार्थीलाई प्राथमिक उपचार सम्बन्धी तालिम बारादशी गाउँपालिका भित्र रहेका सामुदायिक र संस्थागत 30वटा विद्यालयका शिक्षक तथा विद्यार्थीलाई प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको छ, जसबाट 800 बढी विद्यार्थी शिक्षक लाभान्वित भएका छन्। विद्यालय समयमा मात्र नभई अन्य समयमा समेत हुन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै आयुर्वेद स्वास्थ्य शाखाले यस खाले कार्यक्रम सञ्चालन गरेको हो। तालिमपछि प्राथमिक उपचारका लागि औषधि बक्स विद्यालयलाई प्रदान गरिएको छ। विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम बारादशी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीका लागि योग शिक्षा प्रदान गरिएको छ। स्वास्थ्य जीवनयापनका लागि योग शिक्षा आवश्यक रहेको भन्दै आयुर्वेद स्वास्थ्य शाखाले योग शिक्षा प्रदान गरेको हो। 800 विद्यार्थीलाई यो कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरिएको छ। वडामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर बारादशी गाउँपालिका वडा नम्बर 2 र वडा नम्बर 5 को सहयोगमा आयुर्वेद स्वास्थ्य शाखाले दुवै वडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। बारादशी गाउँपालिका 2 को भगवती आधारभूत विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको हो, जसबाट 350 जना सेवाग्राही प्रत्यक्ष लाभान्वित भएका छन्। ज्येष्ठ नागरिकसँग भेटघाट कार्यक्रम ज्येष्ठ नागरिकलाई लक्षित गर्दै बारादशी गाउँपालिका वडा नम्बर 5 को आर्थिक सहयोगमा वडाका विभिन्न ठाउँमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम आयोजना गरिएको हो, जसबाट 600 भन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन्। यो कार्यक्रम बुधबारे मुक्तिटोल, अचलेश्वर शिवालय मन्दिर, रामनगर लगायतका स्थानमा सञ्चालन गरिएको छ। यो कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् भने प्रयोगशाला जाँच र निःशुल्क औषधि समेत लिएका छन्, जहाँ ज्येष्ठ नागरिकलाई स्वास्थ्य परामर्श समेत प्रदान गरिएको थियो। नागरिक आरोग्य कार्यक्रम बारादशी गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको अर्को प्रभावकारी कार्यक्रम हो नागरिक आरोग्य कार्यक्रम।
यो कार्यक्रम मार्फत स्वास्थ्य जीवन शैली जिउनका लागि के गर्न सकिन्छ त्यस विषयमा आयुर्वेद स्वास्थ्य शाखाले विशेषज्ञ चिकित्सक बोलाएर उनीहरूलाई परामर्श दिएको छ, जसबाट 100 जना भन्दा बढी लाभान्वित भएका छन्। यो कार्यक्रममा स्वास्थ्य जीवन शैलीका लागि योग शिक्षा, जडीबुटीको प्रयोग, आयुर्वेद औषधिको प्रयोग लगायतका विषयमा शिक्षा प्रदान गरिएको छ। निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर पशुपति माविको राजगढको प्राङ्गणबाट हामीले 350 जनालाई सेवा एकीकृत रूपमा सेवा उपलब्ध गराएका छौँ, जसमा हामीले निःशुल्क ओपीडी सेवा, निःशुल्क औषधि वितरणको सेवा, फिजियोथेरापी सेवा, ल्याब प्रयोगशाला सेवा, त्यसै गरी नाक कान घाँटी सेवा, आँखाको स्क्रिनिङ सेवा, दाँत तथा मुखको सेवाहरू सबै एकीकृत रूपमा हामीले त्यहाँ एकै थलोबाट सबै सेवाहरू हामीले प्रदान गरिरहेका छौँ। त्यसै गरी हामीले वार्ड नम्बर 1 र वार्ड नम्बर 6 मा प्रत्येक 5 गते, 20 गते र 10 गते र 25 गते गएर गाउँघर शहरी स्वास्थ्य क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन वार्डसे क्लिनिक हामीले वार्ड नम्बर 1 र वार्ड नम्बर 6 मा हामीले सञ्चालन गरिरहेका छौँ। र त्यसै गरी हामीले आयुर्वेद तथा स्वस्थ जीवनशैली सम्बन्धी कार्यक्रम अपाङ्गता समूह भएका व्यक्तिहरूलाई हामीले 90 जनाहरूलाई सामुदायिक भवन राजगढमा सेवा प्रदान गरिरहेका छौँ। त्यसै गरी हामीले यसै आवमा हामीले वार्ड नम्बर 5 को आर्थिक सहयोगमा गाउँघर क्लिनिक तथा ज्येष्ठ नागरिकसम्म भेटघाट कार्यक्रम वार्ड नम्बर 5 को आर्थिक सहयोगमा हामीले 4 ठाउँमा गरेर 600 जनालाई लाभान्वित बनाएका छौँ, जसमा हामीले बुधबारेमा 1 दिन, त्यसै गरी मुक्ति टोलमा 1 दिन, रामनगर मा 1 दिन, त्यसै गरी हामीले अचलेश्वर शिवालय मन्दिरको प्राङ्गणबाट हामीले सेवा प्रदान गरिरहेछौँ। त्यसै गरी भगवती आधारभूत विद्यालय बुटावाडी वार्ड नम्बर 2 को आर्थिक सहयोगमा हामीले निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर त्यहाँ पनि सञ्चालन गरेका छौँ, जसमा 350 जना लाभग्राहीहरूले लाभ लिनुभएको थियो। त्यहाँ पनि हामीले निःशुल्क ओपीडी सेवा, निःशुल्क औषधि वितरणका सेवाहरू, प्रयोगशाला जाँचका सेवाहरू, फिजियोथेरापीका सेवाहरू र एकीकृत रूपमा हामीले सेवा सञ्चालन गरेका छौँ। त्यसै गरी वार्ड नम्बर 3 को प्राविधिक सहयोगमा र आर्थिक सहयोगमा हामीले निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ। त्यहाँ पनि फिजियोथेरापीका सेवाहरू, ल्याबका सेवाहरू र निःशुल्क ओपीडी जाँचका सेवाहरू हामीले सम्पन्न गरेका छौँ। त्यसै गरी हामीले बारदशे गाउँपालिका भित्रको सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूलाई एक दिनी हामीले प्राथमिक उपचार सम्बन्धी अभिमुखीकरण तथा किट बक्स वितरण कार्यक्रम हामीले सञ्चालन गरेका छौँ। त्यसमा हामीले 30 वटा विद्यालयहरूमा हामीले यस्ता कार्यक्रमहरू सञ्चालन गरेर किट बक्स वितरण गरेका छौँ, जुन किट बक्सले विद्यालयका भाइ बहिनीहरूमा कुनै किसिमको चोटपटक सामान्य लाग्यो भने त्यसलाई न्यूनीकरण रोकथाम गर्नको लागि हामीले प्रत्येक किट बक्समा कर्टेन, ब्यान्डेज जुन आवश्यक सामग्रीहरू बक्स सहित हामीले वितरण गर्न सफल भएका छौँ। त्यसै गरी 16 वटा सामुदायिक विद्यालयहरूमा का छात्र छात्राहरूलाई कक्षा 7 देखि लिएर 12 क्लाससम्मका भाइ बहिनीहरूलाई हामीले रक्त समूह परीक्षण तथा कार्ड वितरणहरू गर्न सफल भएका छौँ। र यो आयुर्वेद शाखामा गत विगतदेखि लिएर हामी आएदेखि विभिन्न किसिमका रचनात्मक क्रियाकलापहरू हामीले गरिरहेछौँ। समग्रमा भन्ने हो भने बारदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले त्यस्ता थुप्रै स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गरेको छ, जुन कार्यक्रम मार्फत नवजात शिशुदेखि ज्येष्ठ नागरिकहरू प्रत्यक्ष लाभान्वित भएका छन्।